सहर सिदोनको सारापाततिर पठाउनुभयो। सारापातमा एलियाले एकजना गरिब विधवालाई भेटे। उनका आँखामा निराश थियो, हातमा अन्तिम थोरै पिठो र तेल। उनी आफ्नो छोरासँग त्यो अन्तिम भोजन खाएर मृत्युको प्रतीक्षा गर्दै थिए। त्यही क्षण एलियाले विश्वासका साथ कुरा गरे, पहिले मेरो लागि रोटी बनाऊ र परमेश्वरको प्रतिज्ञा पूरा हुनेछ। विधवा गएर भने चाहिँ गरे अनि चमत्कार सुरु भयो। खडेरीभरि पिठोको भाँडो र तेलको भाँडो कहिले रित्तिएन, तर दुःख त्यतिमै सकिएन। केही समयपछि त्यो स्त्री त्यस घरकी मालकिनीको छोरा बिरामी पर्यो र त्यो झन सिकिस्त हुँदै गयो अनि आखिरमा त्यसले सास फेर्न पनि छोड्यो। तब त्यस स्त्री एलियालाई भने, हे परमेश्वरका जन, तपाईको मेरो विरुद्ध के छ? के तपाईँ यहाँ मेरो पाप सम्झाएर मेरो छोरालाई मार्न आउनु भएको हो? एलियाले जवाफ दिए, तिम्रो छोरा यहाँ ल्याऊ। एलियाले त्यसलाई त्यस स्त्रीका हातबाट लिएर आफू बसेको माथिल्लो कोठामा लगे र पुकारा गरेर प्रार्थना गरे। परमेश्वरले मृत बालकलाई पुनः जीवन दिनुभयो। त्यस घरमा आँसु फेरि हर्षमा परिणत भयो। 3 वर्षको कठोर खडेरीपछि परमेश्वरले एलियालाई पुनः इजरायल फर्कन भन्नुभयो। एलिया कर्मेल पहाडमा उभिएर राजा आहाब, सबै जनता र बालका अगमवक्ताहरूलाई भेला गराए। एकातिर बालका अगमवक्ता थिए, अर्कोतिर परमप्रभुका अगमवक्ता एलिया। आकाश मौन थियो, हावा स्थिर, सबैको नजर वेदीतर्फ थियो। एलियाले मानिसहरूलाई भने, कति समयसम्म दुई विचार बीच डगमगाउँछौ? यदि परमप्रभु परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर मानिसहरू चुप लागेर हेर्दै थिए। बालका अगमवक्ताहरूले बिहानदेखि साँझसम्म कराए, नाचे, आफैले काटे, तर आगो झरे। अन्ततः एलियाको पालो आयो। उनले वेदी मर्मत गरे, बलिदान राखे, 3 पटकसम्म पानी खनाए। एलियाले प्रार्थना गरे, हे परमप्रभु, आज देखाइदिनुहोस् कि तपाईँ नै परमेश्वर हुनुहुन्छ। त्यसै क्षण स्वर्गबाट परमप्रभुको आगो बर्स्यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू, माटो भस्म पारे र खडालको पानी पनि सुकाइदिए। सबै मानिसहरूले यो देखे। तब मानिसहरू भुइँमा घोप्टो परी कराए, परमप्रभु नै परमेश्वर हुनुहुन्छ, परमप्रभु परमेश्वर हुनुहुन्छ। कर्मेल डाँडामा त्यो दिन विश्वासको आगो बल्यो, जसले इजरायलको हृदय फेरि परमप्रभुतिर फर्क्यो। त्यसपछि एलियाले कर्मेल पहाडमा टेकेर प्रार्थना गरे, टाढा समुद्रतिर सानो